नमस्कार सम्पूर्ण जनालाई स्वागत छ हाम्रो सेवा सञ्चित अफिसियल च्यानलमा। मैले आज यो भिडियो लिएर आएको छु। तपाईहरुलाई धेरै समस्या भइरहेको हुन्छ, त्यो फोन पे क्यूआर मा पैसा हालेको बेला चाहिँ धेरै जनालाई मेसेज आइरहेको छैन भन्ने कुरा मैले धेरै गुनासो सुनिरहेको छु। त्यही समस्यालाई हामीले समाधान गर्नको लागि आज ई सेवा मर्च लिंक गर्ने कसरी भनेर म यो भिडियोमा लिएर आएको छु। ल हामी अब लागौं, ढिलो नगरिकन म आफ्नो मोबाइलको स्क्रिन तपाईहरुलाई शेयर गर्न गइरहेको छु कि हामीले मर्च लिंक गर्ने कसरी। फाइनली साथीहरु म आइसकेको छु म आफ्नो मोबाइलको स्क्रिनको तर्फ हैन। अनि हामीले सबैभन्दा पहिला ई सेवा एपलाई ओपन गर्नुपर्ने हुन्छ। हामीले ई सेवा एप ओपन भइसकेपछि तपाईले लगइन छैन भने लगइन गर्नु हैन। लगइन भइसकेपछि सबैभन्दा कुनामा हेरिराख्नु भएको मोरको अप्सन दिएको छ। त्यसमा हामीले के गर्नुपर्छ, मोर अप्सनलाई क्लिक गर्नुपर्ने हुन्छ। हामीले मोर अप्सन क्लिक गरिसकेपछि तपाई फोटोको तल लिंक मर्चेन्ट अकाउन्ट हेरिराख्नु भयो होला। त्यसमा हामीले के गर्नु सबैभन्दा पहिला क्लिक गरौँ। अनि क्लिक गरिसकेपछि ठ्याक्कै लिंक मर्चेन्ट अकाउन्टको तल मेरो यहाँ पसलको नाम देखियो, जो कि डीएनजे ट्रेडर्स रहेको छ। तपाईको पसलको नाम के रहेछ भन्ने कुरा त्यहाँ आएको छ। त्यसलाई के गर्नुपर्ने, हामीले क्लिक गरौँ। त्यसपछि तल एउटा टिक लाउने अप्सन पनि दिएको छ, त्यसलाई पनि हामीले के गरौँ त टिक लगाउँ हैन। अनि त्यसपछि कन्टिन्यू गर्दियौ। मर्चेन्ट लिंकको लागि हामीले एउटा एसएमएस सेन्ड गर्नुपर्ने हुन्छ। त्यसपछि हामीले यो हरियो कलरको दिएको प्रोसिड टु सेन्ड एसएमएस मा क्लिक गरौँ। अनि क्लिक गरिसकेपछि यो चाहिँ हामीले जुन नम्बरको ई सेवा छ हाम्रो, यो नम्बरबाट हामीले ई सेवा खोलेको छ, त्यही नम्बरबाट यो एसएमएस सेन्ड गर्नुपर्ने हुन्छ। अनि हामीले के गर्ने त एसएमएस को थ्रु गर्नुपर्ने हुन्छ। त्यो चाहिँ हामीले के गरौँ त एसएमएस को थ्रु यो मेसेजलाई सेन्ड गरौँ। अनि एउटा कुरा चाहिँ ध्यान दिनु होला साथीहरु, तपाईले अब आफ्नो मोबाइलमा दुईटा सिम चलाउनु भएको छ भने त्यो तपाईको ई सेवा भएको नम्बर सिम 1 मा छ कि 2 मा छ त्यो चाहिँ हेरेर अनि यो एसएमएस लाई सेन्ड गर्नु होला। एसएमएस सेन्ड भइसकेपछि उताबाट तपाईले त्यो 6 अंकको ओटीपी आउँछ हैन, त्यो चाहिँ हामीले त्यो ई सेवामा गएर हाल्नु पर्ने हुन्छ हैन। अनि त्यो ई सेवाको 6 अंक आएको ओटीपी, जुन ओटीपी आएको हुन्छ त्यो तपाईले याद गर्नु होला कि त कति टिपेर राख्नु। त्यो फेरि गएर के गर्नुपर्ने हुन्छ त हामीले सेवा भित्र हाल्नु पर्ने हुन्छ। मैले यहाँ आफ्नो ओटीपी हालिसकेको छु। ओटीपी हालिसकेपछि हामीले भेरिफाई एन्ड प्रोसिड गर्नुपर्ने हुन्छ। भेरिफाई एन्ड प्रोसिड गरिसकेपछि आइसकेको छ मर्चेन्ट अकाउन्ट लिंक सक्सेस भन्ने तल गो टु ड्याशबोर्ड भनेर पनि देखाएको छ। हामीले त्यो गो टु ड्याशबोर्डमा क्लिक गरौँ। क्लिक गरिसकेपछि हेरिराख्नु होला साथीहरु, मैले अहिलेसम्म जति पनि पैसा लिएको छु ई सेवा फोन पे स्क्यानरमा त्यो सबै यहाँ स्टेटमेन्ट देखाइरहेको हुन्छ। अनि यसमा के हुन्छ भने तपाईले अब कुनै बेला नेटवर्क इस्युको कारणले तपाईलाई एसएमएस टाइममा आएन भने त्यो पैसा के गर्नुहुन्छ त हामीले यो मोर अप्सनमा गएर यही हेर्न पाइन्छ। त्यतिखेर पनि हामीले यो कति पैसा आयो, कुन कस्टमरले कति हाल्यो, पैसा आयो कि आएन, तपाईले यो एपको मार्फत पनि हेर्न सक्नुहुन्छ मजाले।